श्याम कुमार हराउनु भएको 2 वर्ष भइसक्यो। तँलाई सम्झिराखेको छु बेटा, त घरमा घुरेर आउनु। बाउ पनि रोइरहन्छन्, दिदी बहिनीहरू पनि रोइरहन्छन्, दाजु कहाँ गयो भनेर। जहाँ पनि छस् मेरो छोरा, घुरेर आइज। त जल्दी घुरेर आइज घरमा ल। तेरो आमा रोइरहन्छु रात दिन रातभरि, तँलाई सोचिरहन्छु म। आसाम सदिया शान्तिपुर 7 नम्बरबाट हराउनु भएको, आजभन्दा 2 वर्ष पहिला घरबाट जानुभएको, अहिलेसम्म फर्किनु भएको छैन। उहाँको आमा दिन रात रोइराख्नु भएको छ। आमा बाबालाई निन्द्रा लाग्दैन। घरमा बुढो आमा बाबा, एक लोता छोरा कस्तो भयो होला। हेर्नुहोस् त, दिनो आमाले फोन गरेर रुनुहुन्छ। आजभन्दा केही महिना अगाडि पनि मैले उहाँको फोटो भिडियो अपलोड गरेको थिएँ, तर केही खबर आएन। म दर्शक तपाईँहरू, दाजुभाइ, दिदीबहिनी, नेपाली गोर्खाली सबैलाई रिक्वेस्ट राखिराखेको छु, सक्दो सहयोग गरेर यहाँ आमाको आँसु पुछिदिऊ। हेर्नुहोस् त, आज पनि आमा रोइराख्नु भएको छ। नानी र श्रीमती पनि पर्खिराख्नु भएको छ, बुवा आमा पनि पर्खिराख्नु भएको छ। अनि उहाँको आँसु कसरी हामी पुस्ने त? पहिलाको भिडियोले केही भएन, हामी आशा गर्छौँ यो भिडियोले केही न केही हुनेछ। उहाँ जानुभएको थियो सिलिगुडी, तर फर्किनु भएन। सिलिगुडीबाट एकचोटि पैसा पनि पठाउनु भएको, मैले सक्दो कोसिस गरेको थिएँ सम्पर्क गराउनु लागि। आमाको आँसु पुस्नेछौँ, आउनुहोस्, हामी सक्दो कोसिस गर्नेछौँ। आउनुहोस् त, आमाको कुरा सुन्नेछौँ। हजुर आमा, आमा सन्चै हुनुहुन्छ? आमा हजुर बस्नुहोस् मजाले। धेरै दिनपछि देखेँ मैले हजुरलाई। हो र? तपाईँको छोरा हराउनु भएको नि? मेरो छोरा हराइरहेछ। त्यो मैले आजभन्दा कति महिना अगाडि तपाईँको भिडियो बनाएको थिएँ तपाईँको छोराको लागि। त्यसमा चाहिँ हामीले खबर पाइनौँ। त्यतिखेर म त्यति भाइरल पनि भएको थिइनँ। अहिले चाहिँ मलाई लाखौँजनाले हेरिराख्नु भएको छ। अनि मैले सोचेँ फेरि एकचोटि तपाईँको भिडियो बनाइदिउँ, केही राम्रो खबर पाउँछु कि भन्ने आशा गरेको छु आमा। है, सिलिगुडीबाट नि त त्यही त पैसा पठाएको थियो अरे, के अरे नानीको ट्युसनको पैसा। अनि त्यहाँ मलाई चाहिँ भन्यो पहिला, उहाँ के अरे राजस्थानमा छु आमा भन्यो, फेरि पैसा चाहिँ त्यहाँबाट पठाएको रहेछ। जनवरी 12 तारिक पठाएको रहेछ पैसा। अनि हामीले खोलदुल गर्यौँ, त्यो मान्छेलाई पनि सोध्यौँ, यहाँबाट पठाएको हो, तर को आउँछ को आउँदैन मलाई त्यति थाहा हुँदैन, अब दिनभरिमा को आउँछ को आउँदैन भन्यो त्यो मान्छेले चाहिँ। अनि म चाहिँ अहिले सम्झिँदैछु कि बा मेरो छोरा त्यतै पो छ कि, त्यतै अल्मलिएको छ कि, बा काहीँ गुप्ती जग्गामा पो बसिराखेको छ र भिडियो भेटेको छैन कि। सबै दाजुभाइ दिदीबहिनीहरूले मेरो छोरासम्म भिडियो पुर्याइदिनु, तपाईँहरूलाई धरम हुन्छ, धन्यवाद हुन्छ। सबैले पुर्याइदिनु, जति जति सक्छौ त्यति त्यति। दाजुभाइ दिदीबहिनी, माता पिता जो पनि हुनुहुन्छ सबैले गरिदिनु। मेरो छोरा आजसम्म आइपुगेको छैन। 2 वर्ष भयो है आमा। अब 2 वर्ष हुन लाग्यो, अब यो अक्टोबरमा 2 वर्ष हुन्छ। रामकुमार दर्जी कहाँ हुनुहुन्छ होला है? श्याम कुमार दर्जी। हजुर, श्याम कुमार दर्जी कहाँ हुनुहुन्छ होला? मेरो छोरा श्याम कुमार दर्जी, मेरो घरमा बोलाउने नाम त बिरु हो, मेरो बिरु छोरा। जहाँ पनि छस् त घरमा घुरेर आइज। मैले पठाएको भिडियो तैँले हेरेर आइज घरमा। तँलाई सम्झिराखेको छु बेटा, त घरमा घुरेर आउनु। बुहारी पनि पर्खिराख्नु भएको छ है आमा? बुहारी पनि पर्खिरहेछ, बाउ पनि रोइरहन्छन्, दिदी बहिनीहरू पनि रोइरहन्छन्, दाजु कहाँ गयो भनेर। जहाँ पनि छस् मेरो छोरा, घुरेर आइज। तँलाई केही दिक्कत भएको छ भने पनि हामीलाई भन, हामी लिन आउँछौँ तँलाई त्यहाँसम्म। कहाँ छस्, के छस्, के गर्दैछस् यतिका दिनसम्म। तेरो छोराले पनि सम्झिराख्छ मेरो डेडी कहाँ गयो भनेर बेटा। त जल्दी घुरेर आइज घरमा ल। तेरो आमा रोइरहन्छु रात दिन रातभरि, तँलाई सोचिरहन्छु म। मेरो त्यत्रो माया छैन त नानीलाई भने, मलाई भनेर जानु पर्थ्यो। मलाई किन रुवाउँछस् बेटा, त आइज, एक बार हेर्छु तँलाई म। कसैले तँलाई बन्दीमा गरेर राखेको छ भने पनि केही न केही गरेर केही खबर पठा हामीलाई, त लिन हामी लिन आउँछौँ तँलाई।
श्याम कुमार दर्जीजी तपाईँ जहाँ पनि हुनुहुन्छ प्लिज तपाईँ आइदिनुहोस्। हेर्नुहोस् त तपाईँको आमा रोइराख्नु भएको छ। आज मिलाएर 2 पल्ट भइसक्यो भिडियो अपलोड गरेको। तपाईँ जहाँ पनि हुनुहुन्छ कुशल हुनुहुन्छ भन्ने हामी आशा गरेछौँ। प्लिज छिट्टोभन्दा छिटो घर फर्किदिनुहोस्। घर फर्किनु मन छैन भने 1 कल गरिदिनुहोस् आमालाई। आमाको आँसु पुसिने छ 1 कलले। प्लिज छोरा जहाँ पनि हुनुहुन्छ आमाको छोरा फर्किदिनुहोस् है। हेर्नुहोस् त तपाईँको आमाको आँसुले तपाईँलाई तानेको छैन र? यदि तपाईँले हेरिराख्नु भएको छ भने फर्किदिनुहोस् है। मेरो खर्च छैन आउने भने पनि हामी ल्याएर लगेर लिएर आउँछौँ तँलाई। जहाँ पनि छस् कोही न कोही खबर पठा बेटा तैँले। हामीलाई नरुवा बेटा त एउटा घरको मेरो एउटै छोरो छस्। कसले हेर्थ्यो होला हामीलाई र तैँले त्यसरी छोडेर बन्द भएर घर बसिरहेछस्। कहाँ पनि छस् जहाँ पनि छस् तैँले कोही न कोही मलाई खबर पठाउनु पर्छ। आमा म यहाँ छु भनेर मलाई कमसे कम फोनसम्म गरिदे। मेरो मन त मान्छ। यहाँ रहेछ मेरो छोरो यहाँ टुङ्गा लाग्यो भनेर मेरो दिल त मान्छ अलिकति। मलाई नरुवा बेटा तैँले। तँ जहाँ पनि छस् घरमा घुरेर आइज। आमा हामी भिडियो अपलोड गर्छौँ। हामी आशा गर्छौँ तपाईँको छोरा आउँछ भन्ने है। तपाईँ नरुनु आमा, आफ्नो ख्याल राख्नु है। नानी बाहिर देश पनि पुग्छ यो भिडियो गरेको? हजुर आमा बाहिर देश पनि पुग्छ है। हरेक ठाउँमा पुग्छ नि ल। ल धेरै आशा लागेको छ मेरो छोराले भेट्छ र फर्किन्छ भनेर। नि आमा आशा गर्नु न त है, भेट्छ नि ल। नरुनु न तपाईँ, ल खुसी बस्नुहोस्। नाति पनि छ नि है? नाति पनि छ। खै बाबा, खै बाबा? बाबा यहीँ हुनुहुन्छ। बाबालाई पनि हेरौँ न त। नमस्ते बाबा। नमस्ते। खै बाबा देख्नु भएन, देख्नु भएन। देखिरहेको छु मैले। बाबा सन्चै हुनुहुन्छ? सन्चै छु। आमा आमा बाबा ख्याल राख्नुहोस् आफ्नो। म कोसिस गरिराखेको छु है। हस् हस्। यदि उहाँले हेर्नुहुन्छ भने आउनेछ नि ल। हुन्छ। आमा मलाई त तपाईँले रुवाइदिनुहुन्छ जहिले पनि। के गर्नु नानी, छोराछोरीको माया हराउँदैन कहिले। अब कहिले ल आमा चिन्ता नगर्नु नि ल। ल ल नानी ल। यसमा चाहिँ मैले राखेँ ल आमा, यहाँ चाहिँ। ल ल।